ल गाइस फाइनली अब हाम्रो चाहिँ ब्लग सुरु हुँदैछ आजको दिनमा न्यानो दिनमा हाम्रो चाहिँ यो गाउँमा यता ट्र्याक्टर पनि कुदिरहेको छ। अब हामी चाहिँ यहाँ केटाहरू पुरा अब यो रुखमा चढ्दैछ हेर्नु ल यो रुखको हाँगा काटिरहेका छन्। अब यो यहाँ तयारीका साथमा चढिरहेका छन् हेर्न सक्नुहुन्छ। गाइस फाइनली अब हाम्रो काम सुरु भइसकेको छ बिहानको। अब बिहान हाम्रो यो दाउरा काट्ने कार्यक्रम हुँदैछ। जाडो महिना पनि लागिसक्यो। अब गाई भैँसीलाई खोले पानी इधर उधर आगो ताप्नु पर्ने हुन्छ। केटाहरू यहाँ तयारमा छन्। अब हेर्न सक्नुहुन्छ जलुवाहरू चढिरहेछन् हेर्न सक्नुहुन्छ गाइस। फाइनल्ली यो जङ्गल पुरा छ झौडी चढिसक्नु भएछ एकदमै खतरा तरिकाले मुस्कानका साथ। अब हेरौँ रियाक्सन कस्तो हुन्छ माथिबाट हेर्न सक्नुहुनेछ है त। ल गाइस ल हेर्नुहोस् ल हेर्नुहोस् यत्रो अग्लो छ रुख जङ्गल घारीमा छ यस्तरी चरा कराएर छ। ल अब म चाहिँ भलक बनाउँदैछु यहाँ हेर्न सक्नुहुन्छ केटाहरू यहाँ चढिरहेका छन्। सुकेका आगोमा नसमात्ता भन्दा नमानिकन ओइ टेरीको डर लागिरहेछ मलाई बहुतै डर लागिरहेछ। यो रुखमा चढ्नु राम्रो काम छैन र पनि केटाहरूले एकदमै दाउरा साउरा भाँचेर चाहिँ यहाँ फालिसकेका छन्। ल ट्याक्क लाएर सो गाइज सम्पूर्णमा वेलकम स्वागत छ विमल भ्लग युट्युब च्यानलमा। तपाईँहरूले अहिलेसम्म हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर अल नोटिफिकेसन दबाउनु होला र विभिन्न गतिविधिका भिडियोहरू आउँदाखेरि तपाईँहरूले लाइक कमेन्ट सेयर अवश्य पनि गर्नुहोला। राम्रो भिडियो आए नराम्रो भिडियो आए तपाईँहरूले प्रतिक्रिया दिनुहोला। सल्लाह सुझाव र प्रतिक्रिया दिँदै जानुहोला। आगामी दिनमा राम्रो भिडियोहरू आउँदै जानेछन्। आज चाहिँ मैले एक दुईवटा क्लिपहरू चाहिँ यहाँनिर हाँगा झारेको लिएको थिएँ। रुखको हाँगा झार्दाखेरि कस्तो अवस्थामा के हुन्छ भन्ने कुरा होइन लिएको थिएँ मैले। त्यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला कस्तो लाग्छ र कस्तो तरिकाले हाँगा झार्दा सजिलो हुन्छ भन्ने विषयलाई लिएर। हस् त धन्यवाद। ल गाइस फाइनल्ली हामीले हाँगा चाहिँ अलिअलि झारेर सकिसक्यो। अब हामी चाहिँ हाँगा झारिसके पछाडि अब घरतिर लाग्न लागेको छौँ। अब यहाँ हाम्रो हाँगा झार्ने मेन मान्छे चाहिँ यहाँ हुनुहुन्छ खतरा तरिकाले यत्रो रुख यो झारिदियो नि त। लु यो हाँगा यो हाँगा झारौँ नि त। यो झार नि त आजको ड्युटी सक्यो। ल आजको ड्युटी सक्यो। अब यो भ्लग तपाईँले लास्टसम्म हेरेर हामीलाई सपोर्ट गर्नु होला सब्सक्राइब गर्नु होला। धन्यवाद। हैरानभन्दा दाउरा बाल्नु पनि पाइन्छ मजा। ल केटाहरू एक एकवटा रुखमा चढिसकेका छन् बाँदर जत्तिकै र ठिक छ केटाहरूको काम। जङ्गलको झाडी पनि कत्रो छ भने वैसै झर्ने हो बुद्धि छैन। ल यहाँ हेर्न सक्नुहुन्छ मोटो ज्यान हुनुको बेफाइदा। अब यो मान्छे माथि जान्छ कि तल आउँछ थाहा छैन। तल आउँदैछ माथि चढ्न सकेको छैन हेर्न सक्नुहुन्छ। अब यस्तो साना हाँगामा चढेछन् केटाहरू। ज्यान चाहिँ छ बिक्सो कि के अरे त्यो बिक्सो कि गिरेट खलीको जस्तो छ अनि माथि रुखको चढिरहेछ। ल हेर्न सक्नुहुन्छ यहाँनिर सुँगुर पालन पनि छ। हाम्रो सुँगुर पालन हेर्न सक्नुहुन्छ। खाना आउनु होला झापातिर बङ्गुर। हस् त गाइजहरू अब यो भिडियो तपाईँले लास्टसम्म हेर्नु होला। आजको क्लिप यति नै छ। अब भोलिको दिनबाट तपाईँहरूको धमाधम बिहेको भ्लगहरू आउनेछ। सबैको मङ्सिरमा बिहे हुँदैछ। कसको बिहे गर्ने तर्खरमा हुन्छ कसले यसो जोडी खोजेर राख्नु भएको छ। मङ्सिर लाग्दैछ जाडो लाग्दैछ चट्ट बिहे गर्ने तयारी गर्नु होला। म चाहिँ भ्लग बनाउँदै आउनेछु है त। भोलिदेखिको अब बिहेको भ्लग सुरु हुनेछ। सबैजनाले भ्लगलाई कमेन्ट लाइक सेयर एन्ड सब्सक्राइब गरेर सबै सामु पुर्याइदिनु होला। धन्यवाद। वेलकम बेस्ट अफ लक।